हो त त्यसलाई नि त्यो चेन्ज गर्ने बित्तिकै कट्छ न, त्यो नहटाउनु होला, एकजना सिधै हेर्नु न बसेर कमसेकम गयो। अब यसलाई मैले के गरेँ, यसको मैले के गरिदिएको कपी गरिदिरहेको छु। अब कन्ट्रोल एस पनि गरेँ, मलाई पनि चाहियो यो, मलाई पनि चाहियो। अहिले भन्ने बेलामा त भन्यो, पछि म पनि आफै बिर्सिहाल्छु। ल यो भयो। अब यसलाई लगेर कहाँ गर्ने त भन्दाखेरि तपाईको यो एउटा च्याट जीपीटी त सबैलाई थाहा छ है। तपाईलाई एउटा म अर्को म तपाईको एउटा देखाइरहेको छु। यो हेर्नुस् त मैले कुन साइट खोलेँ, हेर्नुभयो? पाइलट हो यो हजुर माइक्रोसफ्ट को पाइलट यति राम्रो साइट छ नि सर। यसले हजुर यो अटोमेटिक इनबिल्ड हुन्छ सर, यो इनबिल्डै हुन्छ। त्यो विन्डोज 11 लिनुभयो भने नि त्यो इनबिल्डै हुन्छ यो। अनि यसले यति राम्रो तपाईको चाहिँ काम गर्छ नि, यसले कोडहरु जेनेरेट गर्नेदेखि लिएर तपाईको सब थोक यसले धेरै कुराहरु गर्छ। हेर्नु है, यहाँ जेनेरेट इमेज, स्मार्ट डिप के रे रिसर्च, धेरै कुराहरु गर्छ। यसको इमेजेसहरु धेरै राम्रो हुन्छ, धेरै कुरा धेरै फिचर छ। यसको बारेमा चाहिँ अहिले कुरा नगरौँ, मैले सिधै एकैचोटी कन्ट्रोल भी यसमा हाल्दिए। ल यसलाई क्लिक गर्यो भने अब हेर्ने यसले चाहिँ के गर्छ तपाईको, किनभने यो माइक्रोसफ्टको भएको हुनाले नि हाम्रो पाइथन जति छ नि सर, यो हाम्रो जतिवटा सफ्टवेयर छ त्यो VS कोड देखि लिएर सबै सफ्टवेयर तपाईको चाहिँ यो माइक्रोसफ्टको हो। त्यसैले माइक्रोसफ्टको हेर्नु त कति राम्रो दामी तरिकाले यसले हेर्नु त कति गरेको छ, दामी तरिकाले गर्छ। हेर्नु त मजाले छ, हेर्नु यहाँ छ, हेर्नुभयो कति राम्रो तरिकाले गरेछ, हेर्नु त। अनि किनभने माइक्रोसफ्टको भएको हुनाले एकदम यति मस्तको बनाउँछ नि यसले। अनि ठ्याक्कैलाई मैले कपी गरेँ अनि VS कोडमा आएँ। अनि VS कोडमा आउँदाखेरि यहाँ आउँदाखेरि नि फेरि के गरेँ, कन्ट्रोल एन गरेँ। अर्को खुलेर चाहिँ मेरो कन्ट्रोल एन, VS कोडमा क्लिक गरेर है, तब बाहिर क्लिक भएको छ भने हुँदैन। अनि कन्ट्रोल एन गरेँ, कन्ट्रोल भी गरेँ, अनि ठ्याक्कै यो हेर्नु है पेस्ट भइहाल्यो। अब अझ पनि फाइलको नाम लेखेको छैन है, फाइलको अहिले सेभ छैन यो। अनि अब कन्ट्रोल एस गर्यो भने तब यो गएर तपाईको के हुन्छ भने यसलाई फोल्डर चाहियो, कुन फोल्डरमा सेभ गर्ने। हामी बनाएछौँ त्यहाँ डेस्कटपमा, मैले नाम दिएको छु मनिम। त्यो मनिममा मैले यहाँ चाहिँ के गरेँ, अब यसको नाम एउटा कुनै दिएँ। अहिले के को मैले गरेको थिएँ, साइक्लिक क्वाड्रिलेटरल, साइक्लिक क्वाड लेखिदेऊ न, क्वाड। अब यसरी चाहिँ तपाईको के भयो भने यो भइहाल्यो। अब यसलाई तपाईँ रेन्डर गराउनु, यता राइट साइडमा रेन्डर हुन्छ, ठ्याक्कै यसलाई यसरी रेन्डरिङ सुरु भइहाल्छ। अब यसमा के हुन्छ भने तपाईले कति मेहनत गर्नुहुन्छ, कस्तो मतलब भनौँ न एनिमेसन बनाउन चाहनुहुन्छ, यो तपाईमा डिपेन्ड छ। यो अरूलाई उसले त्यसरी बनायो, मैले यस्तो त्यो हुँदैन। यसमा के हुन्छ भने तपाईको इमेजिनेसन कस्तो छ, तपाईले कस्तो परिकल्पना गर्नु भएको छ, तपाईले कतिको मेहनत गर्नु भएको छ। हेर्नु है यसले के बुझेको छ त्यसले, म हेर्नु त्यहाँ एंगल देखाइरहेको छ, ठ्याक्कै यति नै हामी लेखेका थियौँ नि त। अनि ठ्याक्कै त्यसले गरिहाल्यो। यहाँ हेर्नु यस ठ्याक्कै यसरी पुरा बुझ्नुभयो। यसरी चाहिँ के भयो भने तपाईले यसरी गरिदिनु भयो भने अब त्यो एउटा यसलाई के गरिदिने भने अब मैले फेरि यसलाई कट गरिदिएँ, तलको पनि कट गरिदिएँ, यो फेरि यसरी क्लियर गरिदिनु होला। अब फेरि मैले के गरिरहेको छु भने फेरि अर्को आउँ कहाँ, यसैमा। अब यसमा मानौ अब के बनाउन चाहनुहुन्छ भन्नु त, चाहिँ यसलाई पक्नु है।
यो त पहिलाको थियो, दुईटा एकैचोटि मेरो खुलिसकेको थियो। अब यो जस्तो हेर्नु त एउटा, यो अहिले तपाईँलाई केही चाहिँदैन, बाहिर जानु कहीँ पर्दैन। हेर्नु है, यहीँबाट तपाईँले कोड जेनेरेट गर्न सक्नुहुन्छ। कसरी? अब हेर्नु है, तपाईँले यो लेखेर राख्नु होला। मिस्टेक भयो भने नि यो हाम्रो अशोक सरले भन्दै हुनुहुन्छ कि सर धेरै 3D मा धेरै टाइम लाग्छ। हो, टाइम लाग्छ सर, 3D मा तपाईँको जेनेरेट गर्न टाइम लाग्छ, रेन्डरिङ गर्न पनि टाइम लाग्छ। एकदम सही कुरा हो। त जसरी यसमा मैले के गरेँ भने नि, यसैमा मलाई चाहिँ के गर्नु छ, कोड जेनेरेट गर्नु छ। त कसरी गर्ने? तपाईँले टिपेर राख्नु होला है। के टिपेर राख्नु होला? Ctrl+I थिच्ने हो। के थिच्ने हो? सरी है, पहिला Ctrl+N थिचेर यो खोल्नु पर्यो। Ctrl+N थिचेर पहिला खोल्नु पर्यो, अनि त्यसपछि Ctrl+I थिच्नु छ। फेरि एकचोटि है, रि गरेँ मैले। VS कोडलाई खोल्ने, अनि VS कोड खोलिसकेपछि Ctrl+N थिच्ने, अनि Ctrl+N थिचिसकेपछि फेरि के थिच्ने? Ctrl+I थिचिसकेपछि तपाईको यस्तो इन्टरफेस खुल्छ। यो इन्टरफेस हेर्नुस् त, यहाँ के लेखेको छ? जेनेरेट कोड। अब जेनेरेट कोड गर्यो भने अब हामीलाई के चाहियो त? तपाईले जुन हामी सुरुमा उता लेखा थियो नि, मैले त्यही कुरा कपी गरेर यसलाई पनि दिइरा छु है। यसले के गरिरहेछ हेर्नु है। म यसलाई कपी गरेँ, सरी है, यसलाई मैले कपी गरेँ। यसलाई कपी नगरे डाइरेक्टली पनि तपाईँ जे चाहनुभयो भने यहाँ लेख्नु चाहनुभयो भने बन्छ है। यो पनि बनाउँछ। यो च्याट जीपीटीले डाइरेक्टली दुईटै काम, यो त झन् यही गर्ने, यही जेनेरेट गर्ने, यही भिजुअलाइज गर्ने, सब थोक यसैमा हुन्छ। Ctrl+V। अब यो दिएँ यसलाई। अब दिइसकेपछि यसलाई के गरेँ मैले इन्टरप्रेस गरिदिएँ। ल हेर्नु है, यसले चाहिँ तपाईँको अब जेनेरेट गर्ने काम सुरु गरिदियो। टाइम त लाग्छ अलिकता, अहिले जेनेरेट गर्छ, यसैमा जेनेरेट गर्छ। यो कहीँ जानु पर्दैन सर, न च्याट जीपीटी, न कोपाइलट, न जेमिनाई, कहीँ जानु पर्दैन। अटोमेटिक यसैमा यसले आफै जेनेरेट गरिदिन्छ कोड। यस्तो छ यो VS कोड। अब हेर्नु है, तपाईँ राइटतिर हेर्नुहोस् त, यहाँ किप छ लेखा छ, हेरिरहनु भएको छ सर? म्यामहरू मेरो कर्सर हेरिरहनु भएको छ? कोही त बोल्नु एकजना। यहाँ किप लेखा छ, किप लेखा छ। किपमा क्लिक गर्नु है, किनभने यसलाई राख्नु पर्यो नि। अन्डु गर्नुभयो भने फेरि पहिलेकै अवस्थामा आइहाल्छ। यसलाई किप मलाई राख्नु छ यसलाई, अनि किपमा थिचिदिनु भयो भने ल हेर्नु है, यहाँ जेनेरेट भएर कायदाको तपाईँको सामने आइसकेको छ। हेर्नु यहाँ पुरै यस्तो जेनेरेट भएर आएको छ। विदिन अ सेकेन्डमा भएको भएन? हेर्नु त, क्या कायदाले आफ्नै अनुसारको जेनेरेट गरिदियो। अब हेरौँ है, जुन यसले चाहिँ के गरेको छ त, कस्तो बनाएको छ त? को पाइलट भन्दा राम्रो बनायो कि कुन राम्रो बनायो? अहिले हामी सबैको परीक्षण गरौँ न। को पाइलटको पनि परीक्षण गरौँ, VS कोडको पनि गरिहालौँ, जेमिनाईको पनि गरौँ, च्याट जीपीटीको गरौँ, एउटा अर्को पनि तपाईँ 4-5 वटा या अझ पनि यहाँको म तपाईँको नाम भन्छु। पहिला चाहिँ यसलाई सेभ गरौँ है, पहिला चेक गरौँ, एउटा चेक गरौँ न कसले कतिको राम्रो गरेको छ। यसलाई म सेभ गर्दैछु है, Ctrl+S गरेँ। अब यसको नाम के दिने त? क्वाड लेखिदिएँ है। यसको नाम मैले क्वाड दिइहालेँ। क्वाड यसलाई के लेख्यो भने नि VS लेखौँ, किनभने यो VSबाट बनाएको क्वाड VS। ल अब यसले तपाईँको यहाँ के गर्ने त, यहाँ रेन्डरिङ गरिरहेको छु। अनि हेर्नु है, स्टार्ट गर्यो। हेर्नु त, हामीले जुन फर्मेट बनाएछौँ नि सर, त्यो फर्मेट हेर्नु त एक सुकै यहाँ पनि यसले मिस्टेक गरेन, एउटा पनि मिस्टेक गरेन यसले। ल हेर्नु है, यसले के बनायो। ल हेर्नु है, यसले त अर्को पुरा एङ्गलै अर्को पाराले देखाइदियो। यसको पारै अर्को ल यो चाहिँ भयो तपाईँको कसको? VS कोडको भयो। ल अब यसलाई के गर्ने भने यहाँनिर मैले कट गरिदिएँ, यसलाई क्लियर गरेर राखिदिनु होला। यसलाई क्लियर गरिदिएँ मैले फेरि। अब चाहिँ तपाईँले म फेरि के गरिरहेको छु नि, सेम कोड, सेम यही कोड, यो जुन कोड थियो हामीले, सरी
यो प्रोम्प्ट जुन बनाएछौँ यो प्रोम्प्ट अब च्याट जीपीटीलाई देऊ। च्याट जीपीटीले के कस्तो बनाइरहेको छ सबैलाई टेस्ट गरौँ। सर यो पाइथागोरस थ्योरम आउँदैन र सर यसमा? सबै आउँछ, सबै थ्योरम आउँछ म्याम, यसमा केही बाँकी हुँदैन। तपाईँलाई यो सिकाइरहेको छु जस्तो सुकै जे पनि म्याथको केही बाँकीले राख्दैन, सबैको आउँछ म्याम। त अलिकति अब मैले जुन तरिका सिकाएको छु त्यो अनुसार गर्नु होला, आउँछ यो। अब यसलाई मैले कन्ट्रोल भी गरेँ अनि यसलाई मैले तपाईँको क्लिक गरिदिएँ है। ल हेर्नु अघिको बनाएकै सेम कसले राम्रो बनाइरहेछ म तपाईँलाई अब त्यो सबैको निष्कर्ष तपाईँले दिनु होला, त्यसपछि त्यसैको युज गर्नु होला। ल यो च्याट जीपीटीबाट छ। ल यसले त झन् यत्रो लामो बनाइदियो। कसको कोडिङ गर्ने क्षमता छ राम्रो त्यसले अलि बुझाउँछ। कन्ट्रोल एन कन्ट्रोल भी अनि कन्ट्रोल एस मा मैले यहाँ लेखिदिएँ भने नि क्वाड के लेखेँ च्याट जीपीटी, चाहे जीपीटी मात्र लेखेँ जीपीटी लेखिदिएँ। ल अब यसलाई मैले रेन्डरिङ गराइरहेको छु। ल हेरौँ है के गर्छ यसले। ल हेरौँ है यो अब यसले लेख्यो साइक्लिक क्वाड्रिलेटरल ओ सर्कल बनायो, साइक्लिक क्वाड्रिलेटरल बनाइदियो। यसले फेरि एङ्गल बाहिर देखायो, यसले उसले बाहिर देखाइदियो। ल हेर्नु है यसको पनि हेर्नुभयो, च्याट जीपीटीको पनि हेरिहाल्नुभयो। अब अर्को तपाईँलाई म देखाउँदैछु अब कसको राम्रो आएको छ अहिले हामी फाइनल निष्कर्ष हामी दिन्छौँ। त्यसपछि तपाईँलाई के देखाइरहेको छु भने नि अब जेमिनाईको देखाएँ। खै त खुले नि क्या हो। स्क्रिन हेरिरहेछ म्याम सर म्यामहरू? ठिक छ सर, ठिक छ, ठिक छ है। अब यो जेमिनी भन्नु वा जेमिनाई भन्नु, तपाईँ के गर्ने भने जेमिनाईमा अलिकति के ध्यान दिनु होला भने जस्तो यहाँ प्लस थिच्नु होला। प्लस थिच्दाखेरि तपाईँको यसको विभिन्न अपडेटहरू अहिले आएको छ कि नयाँ धेरै अपडेट आएछ। यो च्याट जीपीटीले धेरै अपडेट गरेको छ। हेर्नु है फोटोको छ, नोटबुकको छ, क्यानभासको छ, यो अहिले मोर यो अपलोड्स आइसकेको छ। मोर टुल्समा पनि क्रिएट यो सब धेरै छ। अलिकति केही अपडेट यो पर्सनल इन्टेलिजेन्सका कुराहरूदेखि लिएर केही नयाँ यो हेर्नु है। तपाईँको क्यानभासमा आउनुभयो भने ध्यान दिनु है, कोड जेनेरेट गर्दाखेरि एकचोटि फेरि मैले गएँ प्लसमा थिच्नु होला, त्यसपछि सिधै कहाँ आउनु होला कोड जेनेरेट गर्नको लागि क्यानभासमा आउनु होला। किनभने यो क्यानभासले तपाईँको कोड जेनेरेट गर्छ। अब हामी म्याथमेटिक्स टिचर हो, म्याथमेटिक्स टिचरलाई पनि कस्तो कोड चाहियो त हेर्नु है। यतातिर राइटतिर यो फ्ल्यासमा यसलाई क्लिक गर्नुभयो भने नि यहाँ प्रो भने छ, एडभान्स म्याथ्स एन्ड कोड छ, यसलाई क्लिक गरिदिनु होला। तपाईँको यति दामी यसले बनाउँछ नि कोड, यति राम्रो कोड बनाउँछ यसले। कन्ट्रोल भी जसको ल्यापटपमा माइकेटेक्स भनौँ न त्यो इन्स्टल छैन भने नि तै पनि यसले काम गरिदिन्छ, मजाले यसले बनाइदिन्छ। ल हेर्नु है अब यसले सुरु गर्यो। अब यसले कस्तो बनाउँछ, मैले अर्को के कपी गरेको थिएँ यार, अर्को त ल मैले त यो सायद यो मिस्टेक भयो यार, अर्को यसको मैले उनी कपी गरिदिएको छु। यो त मिस्टेक मैले गरिदिएँ है, किनभने हामीले गर्नुपर्ने कपी त यसको होइन यो भला होइन सर, यो न कपी गर्नुपर्ने थियो। यो कपी गरेर हामीले त्यहाँबाट
कोड जेनेरेट त्यो गर्नुपर्ने थियो, त्यो मैले अरूको त्यो ल्याएर गरिदिएछु। ल यसलाई खतम गरौँ। यो टाइम लिन्छ यो धेरै, यसले किनभने यसले धेरै मेहनत गर्छ, फेरि पछि त्यो उसलाई केही पाउँदैन, उसलाई पनि दुःख लाग्छ, हामीलाई पनि दुःख लाग्छ। गरिसक्यो भन्दा भन्दै नै गइसक्यो। ल डिलिट गरिदिएँ। अब यसलाई फेरि मैले हेर्नु है, कन्भास मेरो छ एक्टिभ, प्रो एक्टिभ छ, अनि मैले यहाँ कन्ट्रोल भी थिचिदिएँ अनि यहाँ चाहिँ यसलाई अघिकै सेम यहाँ लेख्यो है, यहाँ हेर्नु मैले हामीले जुन लेखेको थिएँ नि त्यो उतातिर एक्ट एन्ड एक्सपर्ट पाइथन डेभलपर स्पेशलाइज्ड इन मनिम कम्युनिटी एडिसन मनिम सिई आई वान्ट टु क्रिएट द म्याथमेटिकल सब सेम पहिलाकै सेम छ। अब यसले के गर्छ त, अब यसलाई हामी यहाँ के गर्यो, त्यसले केही गरेन। यहाँ चाहिँ हामी यहाँ जेनेरेट कोड लेखौँ न, जेनेरेट कोड, यसले बुझेन क्या रे, फर मनी बुझेन भने लास्टमा त्यसलाई चाहिँ एउटा राखिदिनु भयो भने ठ्याक्कै। अब यसले कस्तो बनाउँछ, नाइले पनि राम्रो बनाउँछ है यो। यसमा दुईटै तल एक्टिभ गरेर राख्नु भयो भने यसले धेरै गर्छ, म्याथमेटिक्सको लागि धेरै राम्रो छ यो। को पाइलट पनि धेरै राम्रो छ कोडको लागि। एउटा अर्को पनि म तपाईँलाई सिकाउँछु, एउटा नयाँ मात्रै मनिङको लागि कोड मात्रै जेनेरेट गर्ने एउटा एप छ, त्यो अरू केही काम त्यसले गर्दैन, जेनेरेट मात्रै गर्छ, कोडै जेनेरेट गर्छ। यसले के भन्यो, आई हेभ कम्प्लिटेड द इन्टरेक्टिभ साइक्लिक क्वाड्रिलेटरल प्लेग्राउन्ड सो द फिजिक्स ज्योमेट्री म्याथ एन्ड डायनामिक मनिम कोड जेनेरेसन इन्जिन आर फुल्ली वायर्ड अप। You can interact and hands-on circle and Python code at the button will continuous write it the based on the action. के भन्ने थियो यसले त, यसले माथि के बनाएको छ के सर एउटा भर्खरै हो त्यो एमजी ओपन भन्ने छ नि फाइल त्यो ए त्यो पहिल्यै बनाए यसैलाई भनिरहेछ हैन, यसले बनाएको हो सर, पहिल्यै बनाए त्यसैलाई भनिरहेछ हैन। यसलाई पहिला हामीले जुन बनाए नि त्यसैलाई यसले भनिरहेछ के, त्यो यो यसले नयाँ बनाएन के, पहिल्यै जुन बनाए नि अब त्यही कुरालाई यसले सपोर्ट गरिरहेछ। बरु यसलाई चाहिँ के गरौँ, यसलाई काट्दिउँ के त्यसलाई, अब बरु अर्को चाहिँ त्यसलाई डिलिट गरिदिनु सर, पहिला त्यही उसमा थियो। त्यही त, त्यसलाई मैले हटाइदिएँ के, त्यो हटाइसकेपछि अर्को भनौँ न च्याट सुरु गरेर एउटा सुरुवात गर्यो भने तब चाहिँ हुन्छ कि उसलाई त्यो पहिलाकै उ गरिदियो क्या त्यसले, त्यसैलाई भ्यालिड गरिदियो। कन्ट्रोल भी गरिदियो है सेम। ल त्यतिकै बसिरहेको छ। जेनेरेट मनिम कोड ए भइरहेछ नि, यहाँ वर्क गरिरहेछ। टाइम गरिरहेछ, यहाँ घुमिरहेछ नि त, यहाँ ब्ल्याक छ। अब यहाँ थिच्यो भने फेरि धेरै टाइम लगाउँदो रहेछ। मेन यस्तो छ नि त, मेरो उसबाट म
डाटाबाट म चलाइरहेको छु नि, त्यही भएर यस्तो स्लो भयो क्या। यो फास्टिङ पनि फास्ट गर्छ। ओ हेर्नु यस्तो, यसले पनि हेर्नु कत्रो ठुलो जेनेरेट गरिदियो त्यो, त्यही एउटा। अब यसलाई चाहिँ यसमा चाहिँ एउटा के हुन्छ भने नि तपाईँको यो जेमिनीमा तपाईँको यस्तो के यो कन्ट्रोल भनौँ न अब ए गर्ने अनि त्यसपछि कन्ट्रोल सी गर्ने, त्यो अलिकता भनौँ न त्यति मजा आउँदो रहेछ क्या। यसमा अलिकता तपाईँलाई केही छुट्यो भने फेरि राम्रो नै हुँदैन, त्यहाँ कपीको अप्सनै यसमा आउँदैन। यो जेमिनीमा त्यही अलिकता एउटा ठुलो भनौँ न एउटा यसको डिमेरिट छ। कन्ट्रोल भी कन्ट्रोल एस र यसको चाहिँ हामी जेमिनी राख्दिए नाम। ल अब यसलाई रेन्डरिङ गराउँ, यो त धेरै ठुलो बनाएको छ। टाइम लगाए यसले त, हुन त मेरो नेट कुल्लै पनि हो, नेट स्लो पनि छ, तै पनि कमसेकम त्यो काम गरिरहेछ। मेरो वाइफाई थियो के, त्यो उसले जेसिबीले एउटा एकजना मान्छे घर बनाइरहेको थियो, त्यो पोल यताउता गरेर भाँच्दैछ। आज आउने भन्थ्यो, आज आयो भोलि बनाइदिन्छ होला। सर यो स्टार्ट गर्दाखेरि VS कोड गर्ने हो सर? हजुर स्टार्ट गर्दाखेरि VS कोड देखि हो फर्स्टमा? वाउ, ल हेर्नु सर, वाउ क्या कायदाले बनाए यार यसले त। ल अब हामीले नि यो हेर्नुस् त, यो कतिवटा अहिले बनायो हामीले, कतिवटा कोड युज गर्यो अहिले। तपाईँलाई अब निष्कर्ष निकाल्न बाँकी छ है अहिले। त्यसपछि एउटा अर्को पनि तपाईँ म साइटको बारेमा कुरा गर्छु। त्यो साइटको नाम मेरो माइन्डमा छ कि छैन, म एकचोटि अलिक हेर्नुपर्छ कहाँ छ। नभए त त्यो आज नभए त भोलि त गर्नै पर्छ। मर्निङ कोड बारेमा यहाँ थियो है, एउटा बहुत राम्रो छ क्या त्यो एउटा। कता लेखेको छ एउटा छ कि त्यो मात्र कोड जेनेरेट छ, त्यो तपाईँलाई भोलि देखाउँला। भोलि पनि त हाम्रो यही कोडै जेनेरेसनको छ। अब यसमा चाहिँ हामीले के हेरौँ भने नि, अब यहाँ हेर्दाखेरि अब यसमा चाहिँ तपाईँलाई अब हेर्नु है, यस्तो जेनेरेट गरिसकेपछि यो सब फाल्तु हो, यसलाई समय समय डिलिट गर्नु होला न। तपाईँको चाहिँ पुरा ल्यापटप भरेर बसेको हुन्छ, यसलाई डिलिट गरिदिनु होला। यो जुन बाहिरको मिडिया फेरि नगर्नु होला, किनभने मिडियामै त त्यो बसेको हुन्छ। मिडियामा भिडियोमा जानु होला, भिडियोमा पनि हेर्नु है यो यत्रो बसेको छ। अब भर्खर मैले गरेको नाम के दिएको थिएँ मैले,
एउटा चाहिँ थियो तपाईको यो क्वाडको थियो यो चाहिँ एकछिन है, यसलाई तपाईको के नाम देऊ, यो च्याट जीपीटी को छ है, जीपीटी को छ यो। यसलाई मैले कपी गरेँ अनि यता डेस्कटपमा ल्याएर तपाईलाई देखाइरहेको छु। यता राइट साइडमा यसलाई राखिरहेको छु म। कन्ट्रोल भी नेमिङ गर्यो भने अझै राम्रो हुन्थ्यो। फेरि यो कहाँ भाग्ला, यसका रिनेम गरिदेऊ। यसलाई एउटा फोल्डरै बनाएर भित्र राख्न पाएछ राम्रो हुन्थ्यो। एउटा चाहिँ भनौँ न टुडे भनेर लेखिदेऊ। अब यसमा यसलाई उठाएर यहाँ यसमा हाल्दिउँ, भयो त, गयो। अब यसको नेमिङ यसलाई रिनेम गरिदिएँ। त्यसले अहिले कम्पेयर गर्न सजिलो हुन्छ। जीपीटी, ल यो एउटा भयो। अब यो जीपीटी को भयो। त्यसपछि अर्को छ तपाईको, कहाँ गयो मीडिया, सेम भिडियो। यसपछि यो भीएस कोड को हेर्नु है, भीएस कोड को, यो भीएस कोड को आफ्नो, यसलाई यही रिनेम गरौँ नि त। यसलाई यही रिनेम गरिदेऊ, भीएस कोड। यसलाई मैले कपी गरेँ, या गरे नि हुन्छ, कपी गरिदिएँ। अनि यहाँ राखिदिएँ, कन्ट्रोल भी, ल यो भयो। त्यसपछि फेरि मलाई मनिममै जानु पर्यो। अब के खोज्नु पर्यो मलाई, च्याट जीपीटी भयो, भीएस भयो, त्यसपछि जेमिनाई को चाहियो। जेमिनी मैले कहाँ लेखेको छु, जेमिनी र को पाइलट को एउटा के थियो, यसको नि रिनेम जेमिनी। ल यसलाई कन्ट्रोल सिधै कपी गरेँ, यहाँ ल्याएँ, यहाँ चाहिँ यहाँ कन्ट्रोल भी गरिदिएँ। ल यो च्याट जीपीटी, जेमिनाई र तपाईको भीएस कोड को आयो। को पाइलट को यतातिर थियो, कहाँ हरायो क्या हो यो। अब के नाम राखेको थियो को पाइलट को, को पाइलट को के नाम राखेको थियो, जेमिनी लिमिट, साइक्लिक क्वाड थियो के अरे, हो यही हो। यसको नि रिनेम के राखिदेऊ, को पाइलट। ल कन्ट्रोल भी गरिदिएँ। अब चाहिँ हेर्नु है, यो 4 वटाको भयो। अब यो 4 वटामा अब यसलाई मैले के गरिरहेको छु भने नि तपाईको सामनेमा अहिले म यसलाई एकै ठाउँमा जोडिरहेको छु। त्यो पनि होला, यो तपाईको विन्डोज 11 होला भने नि तपाईको सबैको यो क्लिप च्याम्प भने छ नि, यसैमा इनबिल्ड चाहिँ तपाईको के हुन्छ भने यो भिडियो एडिटिङ सफ्टवेयर अलरेडी इनबिल्ड हुन्छ। त्यो क्लिप च्याम्प भने यही हुन्छ। त्यो मैले त्यहीबाट तपाईलाई भिडियो चालु गराएर एडिट गरेर देखाएको छु। खै त खुलेन, टाइम लिइरहेछ। मेरो कति टाइम लियो, सर रेकर्ड को कोड शॉर्टकट के सर, ऑल्ट विंडो, विन्डोज प्लस अल्ट प्लस आर। ए यो खुलिरहेको छैन मेरो अहिले, त मेरो उसको प्रब्लम छ। यही खोलेर हेरौँ। अब वाइफाई आयो भने तपाईको पछि आयो भने मैले एकैछिनमा जेनेरेट
गरेर गीत सित हालेर बनाइदिन्छु। अब VS कोड को हेर्नु, यो VS कोड को तपाईको फाइनल है, एकचोटी हेरेर सबैले त डिसिजन दिनु होला। ल यो सर्कल जेनेरेट गर्यो, साइक्लिक क्वालिटी गर्यो, नेमिङ यस्तो गर्यो, यो VS कोड को यस्तो टाइपको आफ्नै पाराको छ एंगल देखाउनको लागि। एंगल B + C भनेर यसरीले देखायो। ल यो रह्यो VS कोड। अब च्याट जीपीटी को हेर्नु होला, सेम एउटै कुरा हामी एउटै सेम प्रम्प्ट दिएको हो। मजाले हेर्नु, यसले यस्तो ठुलो बनायो च्याट जीपीटी ले। यसको पनि कोड ठीक छ, राम्रो दियो, तर यसले एंगल के गर्यो, बाहिरपट्टि देखाइरहेछ। यो यसको यस्तो र यो च्याट जीपीटी को। अब आयो जेमिनाई को। अब जेमिनी भन्नु या जेमिनाई, साइक्लिक क्वालिटी थ्योरम। यसले हेर्नु मजाले क्रमिक क्यास कायदाले एंगल सी पनि मजाले हेर्नु। फेरि यो कस्तो देखाएको छ, एंगल ए को अपोजिट आर्क हेर्नु है, एंगल सी को अपोजिट आर्क ठ्याक्कै हेर्नु है, प्रुफै गरिदियो ठ्याक्कै कायदाको। हेर्नुस् त यति राम्रो फाइल गरेको छ नि, हेर्नु त 180 डिग्री मजाको बनाइदियो यसले। जेमिनाईले राम्रो बनायो। के थियो अब हेर्नु है, तपाईं हेर्नु न, अहिले अझ तपाईको यतातिर अर्को देखाइरहेको छ। हेर्नु यो चाहिँ यो B + D वाला हो यो। अब यो जेमिनी को काम हो। यसलाई अझ हामीले त्यहाँ देखेनौँ के, त्यसलाई परिमार्जन पनि गर्न सकिन्थ्यो। त्यहाँ मैले राम्रोसँग त्यहाँ गरेन। परिमार्जन गर्ने तरिका त म यो हेर्नु, यसले यो तपाईको कसको हो, को पाइलट को। यो पनि को पाइलट हेर्नु, यताउता अलिकता बिगाडेको छ यो। त अब यो चारवटा मध्येमा कसको राम्रो लाग्यो अब भन्नु। चारवटा मध्येमा कसको राम्रो लाग्यो? जेमिनाई हो। तपाईको जेमिनाई को के हुन्छ भने त्यसको कोड जुन छ नि, त्यहाँ चाहिँ तपाईको एकदम राम्रो हुन्छ। त्यसको जुन फेरि कोड जेनेरेट गर्दाखेरि तपाईँ के ध्यान दिनु पर्यो भने, त्यहाँनिर मैले भनेको थिएँ त्यो दुईटा एक्टिभ गराएर गर्नुभयो भने तब हुन्छ, एक्टिभ गराउनु भएन भने हुँदैन। अब तपाईहरुको के छ, कहाँ समस्या आयो भन्नु। अब अमृता म्यामले के भन्दै हुनुहुन्थ्यो? सर यो फर्स्टमा के गर्ने हो? फर्स्ट स्टेपमा छुट्यो मेरो। फर्स्टमा शेयर गर्नु हैन, फर्स्ट मैले बनाएको छैन, के गर्ने फर्स्ट भनेको पाइथागोरस थ्योरम गर्न खोजेको आ थिएन के शेयर गरेर गर्नु है भन्छु म। अमृता म्यामले के भन्नु हो? मैले पाइथागोरस थ्योरमको गर्न खोजेको आ थिएन सर, त्यही भएर नहुने। यो चाहिँ अहिले जुन मैले यो राखेँ नि च्याट जीपीटी मा, त्यसलाई कोडको त्यसरी जेनेरेट गर्नु होला के म्याम? हजुर, त्यो कोड प्रम्प्ट दिन नजानेर नि। त्यो प्रम्प्ट मेन हामीले प्रम्प्ट दिने बेलामा जस्तो एउटा एक्जाम्पल म अहिले VS कोडमै डाइरेक्टली देखाइरहेछु है तपाईलाई। ल हेर्नु है, मानौ मलाई यही गर्नु छ भने है, स्क्रिन शेयर भइरहेछ छैन के? छैन। ल अहिले स्क्रिन शेयर गर। ल अहिले एउटा बेनिफिट भनेको फेरि अरूलाई नेट चाहियो, अब VS कोडलाई नेट चाहिएन हैन सर, त्यो पनि बेनिफिट हो। ल हेरौँ है, त यसमा तपाईको के हुन्छ भने नि सर, यो VS कोडमा हामीले कन्ट्रोल अहिले मैले एन गरे, ठीक छ, यो खुलिहाल्यो। ल हेरौँ है, तपाईको यहाँ मिस्टेकको बारेमा पनि बताएको छ, यसमा धेरै कुराहरू छ, बाँकी कुरा भोलि पनि गरौँला। तपाईहरु पनि गर्दै गर्नु होला है। तपाईलाई आएको समस्याहरु भने आज र भोलि यही हो, कोड जेनेरेट गर्ने यताउता यसैको बारेमा खेल्नु छ। भोलिसम्म मात्रै हो, फेरि पर्सिदेखि हामी एआई सिमुलेसनमा गइहाल्छौँ। सर सबभन्दा पहिला के खोल्यो? हजुर सर, पहिला चाहिँ के गर्ने भने जस्तो यो आयो हैन, यो त ठीक छ नि, VS कोडमा हुन्छ पहिला त। यो VS कोडमा आयो हैन? हजुर हजुर। आइसकेपछि कन्ट्रोल एन थिच्ने, कन्ट्रोल एन लेख्नु त्यहाँ। VS कोडमा आइसकेपछि कन्ट्रोल एन थिच्ने। हजुर, कन्ट्रोल एन। अनि त्यसपछि कन्ट्रोल एन आइसकेपछि त्यहाँतिर हेर्नुस् त, यहाँ यस्तो इन्टरफेस खुल्छ। हजुर। अनि यस्तो हेर्नु त, इन्टरफेस खुलिसकेपछि तपाईलाई यहाँ पढ्नु होला है, यहाँ जेनेरेट कोड यही लेखेको छ, CTRL+I लेखेको छ। हेर्नुस् त यहाँ छेउमै छ, तपाईले ध्यान दिएर हेर्नुभयो भने। अनि के गर्दिने भने नि, अब मैले कन्ट्रोल+I थिचिरहेको छु, यहाँ भनिदियो जेनेरेट कोड। जस्तो अब मलाई बच्चालाई पढाउनु छ,
अनि ठ्याक्कै मलाई यो लाइभ गराएर बच्चालाई देखाउनु छ। मैले के भन्छु यसलाई, अब भन्छु ल क्रिएट अ सर्कल चाहिँ एउटा जेनेरेट क्रिएट अ सर्कल यसलाई भन्छु ल, सरी क्रिएट अ सर्कल भन्छु ल, अहिले तत्काल भन्नु क्रिएट अ सर्कल चाहिँ। सो म्यामले के भन्नु राम भएको सर यसले नेपाली ल्याङ्ग्वेज त बुझ्दैन नि पाइथागोरस सर, पाइथागोरसको म्यामले चाहिँ नेपाली ल्याङ्ग्वेज चेक गराउनु त, बुझ्नु पर्ने हो। के अरे वृत्त, फेरि मैले के टाइप गरेछु यो चाहिँ नेपालीमा बनाउनु पर्यो, यो बुझ्छ होला यसले त, अब एआईको जमानामा बुझ्नु पर्ने हो। वृत्त रचना गर क्या सर? हैन हजुर, वृत्त रचना गर। हेलो, अनि त्यहाँ सरी है, त्यहाँ माथि लेख्नु पर्छ है सर, माथि के लेख्ने हो भने नि तपाईको यो कोड फर मनिम, यो किनभने यसले त कोड र जेनेरेट गर्छ, यसले मनिम बुझ्दैन। मनिम यसलाई पनि भन्नुपर्छ किनभने यसले सब कोड यसले जेनेरेट गर्न सक्छ। कोड फर मनिम, अनि नेपालीमा लेखौँ न वृत्त रचना गर। अनि त्यसपछि फेरि वृत्त रचना गरेपछि के गर, त्यसमा चक्रीय के भन्छ सर? चक्रीय वृत्त भन्छ हैन, चतुर्भुज भन्नुलाई। म नेपाली पढाउन धेरै भइसक्यो, म रामेछाप हुँदाखेरि नेपाली पढाउँथेँ, त्यही त इङ्ग्लिस मिडियमहरू तरबन्दी छ। त्यसमा चक्रीय वृत्त चतुर्भुज होला। सरी चक्रीय चतुर्भुज बनाऊ। अनि त्यसपछि ए कमा बी कमा सी र लेख्नु हुन्छ, र डी नाम देऊ। ल त्यसपछि अरु मानौ यतिकै सिम्पल मानौ न, अब यतिकै यसलाई जेनेरेट गर्नलाई दिइहाल्यो। अब यसले अब कलर के छ, नाम साम तपाईलाई जस्तो हुन्छ नि त। अब मेरो पनि नाम आओस् भने कहिले काहीँ भिडियोमा सोचिरा हुन्छ नि त, यसले मजाले गर्छ के यो। यसमा तपाईलाई कुनै कोड त्यहाँबाट जेनेरेट गराउन ल्याउनु, अनि लास्टतिर त्यहाँ कर्सर लिएर जानु, इन्टर प्रेस गर्नु, अनि त्यहाँ Ctrl+I थिच्नु, अनि ठ्याक्कै त्यसैमा लेख्नुस्। त्यहाँ त्यो त्यसैमा के लेखिदिनु भने राइट इन द टेक्स्ट, अनि इन्भर्टेड कमा भित्र बाई फलानु मेरो नाम, स्कुलको नाम, अनि मजाले लेखिदिनु भयो भने ठ्याक्कै त्यसले कति सेकेन्ड होल्ड गरेर राख, त्यसपछि यो एनिमेट गर अनि गरिदिन्छ। यो अहिले भइरहेछ। ल हेर्नु है, यो गरिहाल्यो। यसलाई किपमा गर्नु होला है, किपमा थिच्नु होला, यसरी किप। ल यो ठ्याक्कै हेर्नु है, यो नेपालीमै गर्यो हेर्नु है सर, यहाँ Ctrl+S गरे, यस त गर्नै पर्यो। रन गर्न त के भन्नु, अनि यसलाई अब के नाम राख्ने, ल बिते राखौँ न त, सिक्यु नेपाली भन्नु न। अब यसले के गर्छ हेरौँ न, यसले कस्तो बनाएको छ, नेपाली बुझेछ कि छैन। ल हेर्नु है, यसले अलिकति यहाँ हेर्नु है, तल हेर्नु है सर म्यामहरु, यस्तो मिस्टेक आयो भने के गर्ने त भन्दाखेरि, तपाईको यस्तो पनि मिस्टेक आयो भने, यस्तो टाइपमा आयो भने यसलाई चाहिँ तपाईको यो जुन सो लग हुन्छ नि, यो सो लगमा क्लिक गर्नु होला। क्लिक गर्दाखेरि यस्तो बाहिर यस्तो इन्टरफेस खुल्छ। यसलाई यति जति सानो भनौँ न, लास्टतिरको यस्तो कपी गरेर Ctrl+C गर्ने, अनि यसलाई कट गर्नु होला। त्यसपछि तल ल्याएर यसैको तलमा लास्टमा गएर यता यसको इन्टरप्रेस गरेर फेरि Ctrl+I थिच्नु, अनि जेनेरेट कोड आउँछ, फेरि त्यसमा Ctrl+V गरिदिनु, अनि इन्टर प्रेस गरिदिनु।
क्लियर भएको भएन। अब भएछ, यसले भयो। त्यसपछि यहाँ किप लेखेको छ, यहाँ किपमा फेरि क्लिक गर्ने, किनभने त्यसलाई राख्नु पर्यो नि त। जेनेरेट गरिसक्यो, तर यसले अर्कै पाराको जेनेरेट गर्यो। तर यसलाई हेर्नु न, यस केही घुमि नै रहेको छैन, त्यस्तो मजा नआउने गरी बनाएको छ क्या यसले। अब यसलाई तपाईँको नेपालीमा लेखेको त आयो, तर त्यति चाहिँ मजा आउने। यसलाई अझ थप्न सक्नुहुन्छ यसैमा। अब के थप्ने भने कि पहिला चाहिँ तिमी सर्कल बनाऊ, त्यसपछि तिमी चाहिँ के गर भने एबी लाइन तान, बीसी लाइन तान, सिडी लाइन तान, डिए लाइन तान, अनि त्यसपछि के गर भने एउटा चाहिँ साइक्लिक क्वाड्रिलेटर बन्छ। त्यसै क्रमिक रूपमा यो काम गर। त्यसपछि यसलाई यस्तै लेखेर के ट्याक्कै जस्तो जस्तो लेख्नुभयो भने यसले त्यस्तै बनाउँदै जान्छ। ट्याक्कै यहाँ बनाउने, यता चाहिँ के गर्ने भने अब जस्तो मानौँ यसलाई मलाई चाहियो अर्को कन्ट्रोल, फेरि यहाँ मैले आई थिचेँ। मैले यहाँ के गरेँ भने एड टेक्स्ट, मानौँ यहाँ लेखेँ टेक्स्ट इनसाइड द सर्कल लेखिदिएँ ल, इनसाइड सर्कल CIRCLE सर्कल के त भन्दाखेरि मानौँ न राम लेखिदिएँ ल। अनि मैले इन्टर प्रेस गरिदिएँ। के गरिरहेको छ हेर्नु होला ल। यसलाई किपमा थिच्नु होला, यहाँ किपमा, अनि यो किप गरिदियो। अब यसले कन्ट्रोल एस पनि गर्नुपर्छ है, कन्ट्रोल एस पनि गर्नु पर्यो, किनभने कन्ट्रोल एस गऱ्यो भने त पनि त्यसले गर्छ। हेर्नु है, भित्र गरेन हेर्नु त, राम आयो त, राम आएंगे ऊ आइसक्यो। कुरा बुझ्नु भएन सर म्यामहरू? अब अमृता म्यामको के थियो एउटा ल, अमृता म्याम हेर्नु होला एकचोटि पाइथागोरस थ्योरमको है सर। एकछिन हेलो सर। तपाईँ के गर्ने भने एकछिन सर, अहिले एकछिन पहिला यहाँ हेर्नु न, यो क्यानभासमा जाने, त्यसपछि के गर्ने भने यहाँ प्रोमा जाने। अब चाहिँ चाहियो हामीलाई के त भन्दाखेरि पाइथागोरस थ्योरम चाहियो। त एउटा चाहिँ इमेजिन माइन्डमा के गर्नु भने जसरी यहाँ थ्योरममा हामीले यहाँ जुन एउटा बनाएको छ नि फर्मेट, यो फर्मेट त चाहियो। यही फर्मेटलाई सेम मैले यहाँनिर यो भित्रको जुन यहाँ क्रिएट द सर्कल छ नि, त्यसलाई मैले के गरेँ भने क्रिएट के लेखौँ, पहिला एउटा चाहिँ के चाहियो त, ट्रायंगल भनौँ न, एउटा राइट एंगल ट्रायंगल चाहियो। राइट एंगल ट्रायंगल चाहियो। हो, क्रिएट अ राइट एंगल ट्रायंगल चाहिए। राइट क्रिएट अ RIGST राइट एंगल, सरी दुईवटा भयो, एंगल्ड ट्रायंगल। अनि त्यसपछि चाहिँ यस्तो गरौँ न, यो त्यति झ्याउ लाग्यो भने नि यसलाई सिधै यता काट्ने, अनि एकैचोटि के लेखिदिने भने नि सर्टकटमा त्यसले पनि नम्बरिङ लिइहाल्यो। ल सिधै सर्टकटमा यसलाई के लेखिदिने भने जेनरेट लेखौँ न, जेनरेट पाइथा, तर पुरा प्रोसेसमा लेख्नुलाई पाइथागोरियन गोरस लेख्नु पर्यो, गोरस थ्योरम। अनि पाइथागोरस थ्योरम लेख्नु हैन, यसलाई अझ ब्राकेटमा h स्क्वायर इज इक्वल टू p स्क्वायर प्लस b स्क्वायर मानौ
त्यसपछि अरू पनि यसलाई अलग अलग अब तपाईँलाई के चाहिन्छ बेला एकचोटि अलग चाहिँ फर्स्ट जेनेरेट के RIST राइट एंगल ट्रायंगल पहिला चाहिँ एंगल ट्रायंगल जेनेरेट गर्ने दिन HPV छुट्याउने होला त्यसपछि 3 स्क्वायर भनौँ न एउटा 3 स्क्वायर एउटा चाहिँ H स्क्वायर त्यसपछि के B स्क्वायर अनि B स्क्वायर यति लेख्नु पर्दैन के म तै पनि यसो अलिकति अब के गर्ने लेखिदिरहेछ अनि अरु के त एट लास्ट त्यो इमेजहरु उडेर गएर अलग भनेर एक ठाउँमा भने त्यो प्रुफको पनि यसरी पनि लेख्न सकिन्छ के त्यो ठ्याक्कै तपाई एनिमेसन कस्तो माइन्डमा सोच्नु भएको छ कसरी त्यसलाई लिएर जाने अनि त्यो ठ्याक्कै त्यही अनुसार तपाईले जस्तो माइन्डमा सोच्नु भएको छ नि ठ्याक्कै यही लेखदियो भने नि उले अनि उ ठ्याक्कै बुझ्छ त्यसले यति लेखौँ न भयो एउटा भिडियोमा कतिवटा सम्म फिगरहरु आउँछ सर त्यसमा एक ठाउँमा हजुर एकचोटी हामीले त्यो बनाएपछि रेन्डरिङ गरेपछि त्यसमा कतिवटा सम्म फिगरहरु आउन सक्छ भिडियोमा जस्तै हाम्रो पार्ट अफ सर्कलमा धेरै कुराहरु आउँछ नि त्यसलाई एकैपटक देखाउन सकिन्छ कि नै ए सकिन्छ पुरै लेख्नु पर्यो स्टेप बाइ स्टेप लेख्नु पर्यो सब देखाउँछ त्यसले तर मैले भने नि अघि तपाईलाई के भने मैले एकजना सरले अहिले धेरै त्यो एआई सिमुलेसनको भिडियो राख्नुहुन्छ के धेरै राम्रो भिडियो राख्नु त धेरैजना सरहरुले भन्नुहुन्छ कि त्यो कसरी यसरी राख्दै हुनुहुन्छ हामीलाई पनि सिक्नु छ रे एआई सिमुलेसनमा के सिक्नु छ तपाईलाई यो भन्नु न तपाईलाई टाइम कतिको तपाई दिइरहनु भएको छ आधी घण्टा 1 घण्टा 2 घण्टा यसो टाइम अलिअलि दिनुहुन्छ अनि भन्नुहुन्छ कि मलाई आएन त्यस्तो हुँदैन साफ रेगुलर रूपमा उले एकजना सरले यति राम्रो बनाउनुहुन्छ मैले उलाई सोधे कि सरलाई त सर तपाई यो फाइल बनाउनलाई कति टाइम लाग्छ त भन्नुभएको थियो त मलाई 1 हप्ता लाग्छ 10 दिन लाग्छ कुनै 15 दिन लाग्छ अब धेरै सर मेमोरीले भिडियो हेर्नुहुन्छ लाग्छ कि यो आधी घण्टा 1 घण्टामै बनाएको होला त्यहाँ त एक हप्ता 10 दिन लागिरहेको छ एउटा फाइल तयारी गर्नको लागि धेरै समय लाग्छ नि यसैमा एउटा समय त दिनुपर्छ अब तपाईलाई आफूले चाहेको जस्तो ठ्याक्कै बनाउनको लागि त टाइम नदिकन हुँदैन टाइम त दिनु पर्यो नि ल अब यसले चाहिँ गरिरहेको छ हेरौँ है कस्तो गरिरहेछ तपाईको यो अझ नि म्याम यसलाई पानी हालेर एकचोटि प्रयास गर्नु होला पानी हालेर यसरी घुमाउने टाइपको हुन्छ नि त्यो पनि यसले तपाईको यो हाम्रो भनौं मनिमले यति राम्रो बनाइदिन्छ यसले अब मैले भने नि अघि टाइम चाहिँ दिनु पर्यो अब हेर्नु यसले के गरेको छ तपाईको यसले चाहिँ फन्ट साइज देखि लिएर राइट त्यसपछि जेनेरेट राइट एंगल ट्रायंगल डिफाइन भर्टिसेस अनि त्यसपछि नाइस भिजुअलाइजेसन प्रम्प्टमा त्यसपछि एबीसी ट्रायंगलको नाम दियो क्रिएट राइट एंगल ट्रायंगल पोलिगन त्यसपछि के गर्यो स्क्वायर जेनेरेट गरेको हैन म्याथ गर्यो पोलिगन युज गर्यो ठीक छ त्यसपछि ल अब यो के गर्यो यसलाई पढ्नु भन्दा नि त्यहाँ जेनेरेट गराउनु राम्रो छ कन्ट्रोल ए र कन्ट्रोल अब यसलाई के गर्ने भने नि यसलाई यही जस्ताको त्यस्तै छोड्ने केही भयो भने फेरि चाहिँ के गर्ने भने अब त्यहाँबाट आएर यसलाई चाहिँ फेरि त्यहाँ थप कुराहरु त्यहाँबाट माग्न सकिन्छ कन्ट्रोल एन कन्ट्रोल भी कन्ट्रोल एस र यसलाई चाहिँ मैले लेख्दिए के पाइथागोरस ल अब यहाँ 9:30 हुन थाल्यो मैले आज भनेको थिएँ 1 घण्टा मात्रै मैले धेरै दिनदेखि सुत्या छैन सर म्यामहरु सर सुत्नु पर्यो हैन के यो अझ नि 1-2 जना साथीको दीर्घ सर 1-2 जना साथीको अझ नि लट्किरहेछ एकजना सरले त भक्का छ ल्यापटप फर्मेट गराउनु पर्छ एकजना सरको अझ नि त्यहाँ प्रब्लम भयो त्यो अहिले लगभग धेरैको भइसकेको छ म मेरो बाँकी छ हजुर
मेरो माथि होइन अब भोलि एकचोटि हेर्नु पर्छ त्यही त तपाईँकै त कुरा गरिरहेको छु यार। त्यही त ल हेर्नु है म्याम यस्तो आएको छ यसको। सानो फिगर आयो। ल आयो नि म्याम। हजुर आयो सर। हो अब यसलाई तपाईँ ट्रायङ्गलको हाइट अब जस्तो कि मानौँ फेरि मलाई यसमा चेन्ज चाहियो, तपाईँ ठुलो बनाउन चाहनुहुन्छ भने के गर्नु होला भन्नु त, यसमा के गर्न सकिन्छ भन्नु। अब यसलाई के गर्ने भने यो कर्सर यहाँ हेर्नु त, कर्सर यस्तो छ भने इन्टर प्रेस गर्ने, के गर्ने कन्ट्रोल प्लस के गर्ने आई थिच्ने, र यहाँ जे भन्नु छ भनेर यहाँबाट आफूले बनाउने। बुझ्नु भएन? हजुर बुझेँ सर। हो ल अब आजलाई यति राखौँ। अब केही छ भने सर यो हजुरले जो व्हाट्सएपमा पठाउनु भएको छ त्यसलाई वर्डमै पठाइदिए हामीले कपी गरेर राख्न सजिलो हुन्छ सर। एकदम सर म पुरै उनी पठाउँछु, त्यो तपाईँलाई पठाइदिन्छु। यो यस्तो नसोच्नु के सर दीर्घ सर, यो त हाम्रो र तपाईँको सम्बन्ध भनेको अब यो चलिरहन्छ। यो तपाईँलाई जतिखेर शनिबार यस्तो आइतबार बिदा भएको दिनमा मलाई खोज्नु भयो भने तपाईँको हाजिर हुन्छु म। एकदम सर, हामीले पनि त्यही सम्बन्ध अलिक गाढा नै गरौँ भन्ने हो सर। हजुर हामीले पनि सम्बन्ध लामो नै बनाउन खोजेको सर, किनभने यो 8-10 दिनले त केही हुँदैन सर होइन। हो त्यही त होइन, यो 1-2 दिनको कुरो होइन हाम्रो सम्बन्ध। अब एकचोटि अब तपाईँले यो आज जुन हेर्नुभयो यसको आधारमा तपाईँहरू भिडियो बनाउनु, भोलि तपाईँहरूले के काम गर्नुभयो अलिक टाइम दिनु पर्यो। यो फेरि सिकेर हुँदैन, तपाईँहरूको फेसबुक वालमा मैले हेर्नु पर्यो के सरले यति मेहनत गर्नुभएको छ। अब जुन सरहरूको अहिलेसम्म मानौँ अब मैले देखे अनुसार अहिले एउटा गोपाल सरको अलिकता प्रब्लम छ, राजेश चौधरी सरको चाहिँ आज ल्यापटप फर्मेट गर्नुभएको छ, 2 जना साथीको चाहिँ अहिलेसम्म भएको छैन। उहाँहरूको मेरो काम हो, उहाँहरूको जसरी नि गर्नु म भोलि टाइम निकालेर उहाँहरूको गर्छु। राजेश सरको त आज फर्मेट गर्नुभएको छ, आज भ्याएन, मैले सोचिरहेको थिएँ उहाँको त आज ट्युसन पढाउनु पर्यो। अब एउटा गोपाल सर, हरिचन्द्र सर के छ तपाईँलाई के छ अहिले मोर्निङ स्कुल छ कि डे स्कुल छ? मर्निङ छ सर, मर्निङ। त मोर्निङ छ भेट्नु न यार। म यहाँ 9:30 बजे म यहाँ रुममा आइहाल्छु। अरू सरहरूको डे होला त प्रब्लम हुन्छ। म मेरोमा चाहिँ त्यो एउटा मात्रै प्रब्लम आइरहेछ सर, के अरे मर्निङ 12 बजेसम्म सुशील सरको के आइरहेछ? त्यो लास्टमा चाहिँ कोडहरू पनि देखाइरहेछ सर, भिडियोहरू पनि बनाएको छ। यहाँ चाहिँ कुन चाहिँ प्याकेज केही छुटेको जस्तो छ, मर्निङ स्लाइड भ्यू के भन्दै आउँछ क्या लास्ट। एकचोटि तपाईँ सेयर गर्नु त। हस् सर। सेयर गरिहाल्नु सर, आज छिटो अलिक सुत्नु छ। भोलि तपाईँहरू बनाएर देखाउनु छ है भिडियो, तपाईँहरू के गर्नुभयो देखाउनु होला। अब तपाईँले मेहनत कतिको गर्नुहुन्छ, मैले त धेरै कुराहरू अहिले धेरै कुरा गरेको हो। अब तपाईँ त्यसमा चाहिँ आफ्नो निखार कसरी ल्याउनुहुन्छ, त्यसमा एउटा चाहिँ एरर सम्बन्धी कुरा मैले गर्न चाहिँ अहिले बिर्सेको छु। भोलि एउटा अर्को चाहिँ के भन्छ, एउटा अर्को एआई टुलको कोडको बारेमा कुरा गर्छु, त्यो अब थप अरू बाँकी चाहिँ कुरा गर्छु। त सरको खोइ त सेयर भएन त? सर सेयर भएन, मिनिमाइज गर्नु न सर, माथि तपाईको सेयर भएछ भिएस कोडमा जानु न। मिनिमाइज गर्नु हो, यसलाई पनि मिनिमाइज गर्नु भिएस कोडको। ल र कुन एउटा सरले भन्नुहुन्थ्यो कि लेटेक्सको हामीलाई चाहिँ के इन्स्टल भएन भनेर भन्नुहुन्थ्यो। सर तपाईको त फाइलै यहाँ कनेक्ट भएको छैन। अनि हजुर तपाईको फाइल कनेक्ट भएको छैन, फाइल उतातिर उसमा सरको कति बजे, सर तपाईको कति बजे फुर्सद हुन्छ भोलि दिनमा? भोलि म तपाईँ कति दिउँसो 12-1 बजेतिर खाली हुन्छ सर। ल त्यसो भए सर भोलि 12-1 बजे भेट्नु, तपाईको धेरै काम बाँकी छ। हो सर, ल हुन्छ म। ल सर सबैलाई गुड नाइट। ल सर म्यामहरु।
ल है फेसबुकको ल, वालमा हुन्छ सर। देख्नु पर्यो हस् हुन्छ गुड नाइट सर, गुड नाइट। ल